विश्वका प्रमुख नदीहरूको कुरा गर्दाखेरि नाइल नदी 6690 किलोमिटर लम्बाइ भएको अफ्रिका महादेशमा अनि भूमध्य सागरमा आएर मिसिन्छ। विश्वको सबैभन्दा लामो नदी यही नै हो। र अमेजन नदीको कुरा गर्दाखेरि दक्षिण अमेरिकामा ब्राजिलमा आन्द्रा महासागरमा आएर मिसिन्छ। विश्वको ठुलो नदी यही हो, 6 देश भएर बहन्छ। मिसिसिपी मिसौरी भनेको चाहिँ उत्तर अमेरिकामा मेक्सिकोको खाडीमा आएर मिसिन्छ हैन। यसलाई चाहिँ फादर अफ वाटर र ओल्ड म्यान रिभर पनि भनिन्छ। त्यसैगरी वाङ्गो नदी भनेको एसिया चीनमा बोहाई सागरमा आएर मिसिन्छ। धेरै बालुवा बग्ने नदी, पहेँलो नदी हैन, चीनको शोक नदी भनेर पनि चिनिन्छ। त्यसैगरी कङ्गो अफ्रिकाका 9 देशमा आन्द्रा महासागरमा आएर मिसिन्छ। विश्वको सबैभन्दा गहिरो नदी यही नै हो। र अन्य कुराहरूमा विश्वको जोर्डन नदीमा माछा पाइँदैन। 2 पटक भूमध्य रेखालाई काट्ने भने कङ्गोले हो।